परमेश्वरको आशिष भन्नाले चाहिँ के हो आशिष भन्नाले चाहिँ परमेश्वरको आशिष सबभन्दा पहिला ठुलो कुरा चाहिँ के हो भने उहाँको अनुग्रह नै आशिष हो। हामी उहाँको पवित्र आत्मा चाहिँ सबैभन्दा ठुलो आशिष हो, जो चाहिँ तपाईँको भित्र बास गर्छ, जो चाहिँ मेरो भित्र बास गर्छ, जो चाहिँ उहाँको भित्र। तर त्यो पवित्र आत्मा चाहिँ तब मात्र बास गर्छ जब तपाईँले प्रभुलाई तपाईँ चाहिँ मुक्तिदाता हो, तपाईँ चाहिँ ख्रीष्ट यीशु मेरो जीवन हुनुहुन्छ भनेर तपाईँले जब उहाँलाई ग्रहण गर्नुहुन्छ, जब विश्वास गर्नुहुन्छ नि त्यहाँदेखि चाहिँ तपाईँको जीवनमा पवित्र आत्मा आउन सुरु गर्छ। जब तपाईँको भित्र पवित्र आत्मा आउँछ तब तपाईँको सोच, तपाईँको विचार सबै कुरा चेन्जिङ हुन्छ। आमेन। आजभन्दा मैले तपाईँलाई विगत हप्तामा यही हप्ता अस्ति सोमबार कहिलेको बुधबार मैले तपाईँलाई बुझाएको थिएँ। बुधबारभन्दा अगाडि तपाईँ कस्तो हुन्थ्यो र बुधबारको अहिलेसम्म तपाईँ कस्तो हुनुहुन्छ तपाईँले आफै निहाल्नुहोस्। तपाईँले कमसेकम बुधबारभन्दा अगाडि तपाईँले बाइबल पढ्नु हुँदैन थियो, प्रार्थना गर्नु हुँदैन थियो। तर धन्यवाद परमेश्वरलाई तपाईँलाई अहिले तपाईँले केही भन्नुहुन्छ नि, म त तपाईँले दिनुभएको वचनमा मनन गरिरहेको छु, पढिरहेको छु, म बिहान बेलुका प्रार्थना गरिरहेको छु है भनेर तपाईँले भन्नुभएको थियो। मलाई खुसी लाग्यो। त्यो चाहिँ किन खुसी लाग्यो भने चाहिँ त्यो चाहिँ के हो भने रोमियो 12:12ले के भन्छ हेर्नु यहाँ सुन्नुहोस् ल। नेपाली उहाँलाई नेपाली निकालिदिनुहोस् न, उहाँले सक्दैन। आशा में आनन्दित रहो, क्लेश में स्थिर रहो अनि प्रार्थना में नित्य लागि रहो। यहाँ 12 यहाँ पढ्नुहोस् त, यो पढ्नुहोस् त नेपाली हजुर न अत्ताली 12 आफ्नो आशामा आनन्द बोल्नुहोस् न हजुर आफ्ना आशामा आनन्द गर। आमेन गर। सङ्कष्टमा धैर्य धारण गर। प्रार्थनामा निरन्तर लागिरह है। छोड्नुहोस्। अब यहाँनिर मेरो चाहिँ हिन्दी भएको कारणले है यहाँनिर चाहिँ के छ भन्दाखेरि आशामा चाहिँ आनन्दित रहनु भनेको आशामा चाहिँ के माने? आशा भन्नाले चाहिँ हामीलाई आजको भण्डारमा कमी भएको छ, प्रभुमा आशा राखेको छ मेरो भण्डार खाली हुँदैन गर्छ। त्यो आशा भनेको चाहिँ हामीलाई जरुरतमन्द छ। यस हामीले परमेश्वरमा आशा राख्न सकिन्छ अनि त्यो विश्वास गर्न सकिन्छ, हाम्रो जीवनमा कहिले त्यो कमी पनि हुँदैन। आमेन। तर यो आशा भन्नाले चाहिँ के हो भने चाहिँ यस म प्रभुको काम गर्छु, म प्रभुमा भएर जिउँछु, म परमेश्वरको छोरा, परमेश्वरले मलाई हेर्नुहुन्छ, म परमेश्वरको उपस्थितिलाई जब हामीले हाम्रो जीवनमा लिन्छौँ भने परमेश्वरको उपस्थिति जब तपाईँले हाम्रो जीवनमा छ भने चाहिँ आनन्द अटोमेटिकली आउँछ। त्यो आनन्द न त कसैले छिनेर लान सक्छ, न त कसैले खोसेर लान सक्छ। तपाईँकोमा पैसा छैन भने तपाईँलाई आनन्द महसुस भइरहेको हुन्छ। तपाईँकोमा घरमा रोटी छैन भने पनि बाहिरको मान्छेले हेर्दाखेरि त धनवान रहेछ भन्ने हुन्छ। आमेन। किन भन्दाखेरि परमेश्वरको ग्रेस अथवा परमेश्वरको अनुग्रह चाहिँ तपाईँमाथि छ र चाहिँ त्यो कुरा भएको कारणले चाहिँ तपाईँलाई भित्रबाट एउटा फिलिङ हुन्छ, यस म त प्रभुको, म जहाँ पनि जान्छु प्रभु मेरो साथमा छ भन्ने एउटा आशामा चाहिँ आनन्दित रहनुपर्छ। मेरो साथमा के छ, जस्तै परिस्थिति किन नआओस्। आज मान्छेहरूले प्रभु पाएपछि नि परीक्षा आउँछ। यीशु मसीह मत्ती 4को आयतमा मैले तपाईँलाई विगत दिनमा पढाइरहेको थिएँ। त्यहाँनिर परमेश्वर यीशु मसीहको सेवाकाईभन्दा अगाडि उहाँ 40 दिनको फास्टिङ बसेर उहाँ जब उहाँलाई पवित्र आत्मा पाहाडमा लगियो अनि त्यहाँनिर शैतानले चाहिँ के गरेको छ, परीक्षा दिएको छ, भनेको छ 40 दिन 40 रात नखाँदाखेरि उहाँलाई भोक लाग्दाखेरि चाहिँ यीशु मसीहलाई चाहिँ शैतानले के भनेको छ भने तैँले चाहिस् भने यो ढुङ्गा चाहिँ के गर्न सक्छस्, रोटी बनाउन सक्छस्। तर यीशु मसीहले के भनेको छ, मानिस चाहिँ रोटीले होइन तर परमेश्वरको जीवित वचनले बाँच्दछ भनेको छ।
जब तपाईँ अनि हामीले आज यो आशामै आनन्दित रहौँ भनेर जुन चाहिँ वचन छ यो चाहिँ तपाईँले हामीलाई जीवित वचन हो, जसले चाहिँ जीवित रोटी हो, जसले चाहिँ हामीलाई आशामा आनन्दित गराउँछ। परिस्थितिलाई पनि हामीले हटाउन सक्छौँ। परिस्थिति जस्तै किन नहोस्, तपाईँ बेइज्जत हुने समय आयो होला, तपाईँलाई तल लज्जित हुने समय आयो तर पनि आशामा आनन्दित रहनुपर्छ। यहाँ चाहिँ अनि क्लेशमा स्थिर रहनु भनेको चाहिँ क्लेश भनेको के हो? लडाइँ झगडा, डाह निन्दा अशान्ति, यो सबै कुरा क्लेशमै आउँछ है। यो कुराहरूमा चाहिँ हामी स्थिर रहनु, स्थिर भन्नाले स्थिर लडाइँ गरेर स्थिर होइन नि, नम्र भएर जिउनुपर्छ। हामी मत्ती 5:5ले के भन्छ भन्दाखेरि चाहिँ यो संसारमा हामीलाई चाहिँ नम्रहरूले चाहिँ पृथ्वीमा राज गर्छ भन्छ। हालेलुया है। नम्रहरूले के गर्छ? पृथ्वीमा राज गर्छ भनेछ। अनि यहाँनिर भन्छ प्रार्थनामा नित्य लाग्नु। प्रार्थनामा नित्य लागिरहनु भनेको चाहिँ किन? हामीलाई प्रार्थना भन्ने कुरा चाहिँ के हो भन्दाखेरि नि इमाम भाइ यताले हेर्नुहोस् न, छोड्नुहोस् त। प्रार्थना चाहिँ के हो भन्दाखेरि तपाईँ र म जसरी यहाँ बसेर आज बातचित गरिरहेको छौँ नि, बातचित हो। तपाईँ म हामी तिनजना बसेर है बातचित। प्रार्थना चाहिँ के हो? प्रार्थना भनेको चाहिँ परमेश्वरसँग बातचित गर्नु। हामी प्रार्थना भनेको चाहिँ के हो? परमेश्वरसँग बातचित गर्नु, यीशु मसीहसँग बातचित गर्नु। जसरी तपाईँको दुःख मलाई पोख्नुहुन्छ नि, हो दाइ मलाई ऋण लाग्यो, हो दाइ मलाई के भन्छ मेरोमा पैसा छैन, हो दाइ मलाई ज्वरो आयो, हो दाइ मलाई बुखार आयो, मेरो शरीर कमजोरी भयो, हो दाइ म लज्जित भएँ, मलाई यस्तो भयो उस्तो भयो भनेर तपाईँले मलाई भन्नुहुन्छ नि, सेम त्यही प्रकारले तर आफ्नो भाषाको शैली शब्द शुद्ध शैली नरिसाइकन नम्र भएर चाहिँ जब हम्बल भएर हामी परमेश्वरको छेउमा जान्छौँ अनि परमेश्वरसँग हाम्रो व्यर्थलाई, हाम्रो कुरालाई, हाम्रो व्यक्तलाई चाहिँ हाम्रो मनको हृदयको कुरा परमेश्वरको सम्मुख राखेपछि चाहिँ त्यो चाहिँ के हो? प्रार्थना। त्यो चाहिँ भन्नु सक्नु भनेको चाहिँ है। अब हेर्नुहोस् न, म तपाईँलाई यो चाहिँ किन म तपाईँलाई त्यो भने चाहिँ हाम्रो शरीर चाहिँ के हो? पवित्र आत्माको दास। पहिलो कुरो त्यो 3:16 हेर्नु त, यसकै उतापट्टि छ। म तपाईँलाई मेन टपिक अस्ति मैले जुन चाहिँ सिकाएँ त्यो त मैले अस्ति नै के अरे सुसमाचारको बारेमा सिकाएँ है। पहिलो कुरो चाहिँ 3:16ले चाहिँ तपाईँ अनि हामीलाई चाहिँ के भन्छ भन्दाखेरि नि, क्या तुम नहीं जानते कि तुम परमेश्वर का मंदिर हो और परमेश्वर का आत्मा तुम पर वास करता है। अनि यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस् त, यहाँ पढ्नुहोस् त, यो कति 16 अलिक ठुलो स्वरले कम्ती स्वरले पढ्नुहोस् त, सुनौँ। आमा अलिक ठुलो स्वरले ल। हुन्छ। के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ। 17 यही कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसैलाई नष्ट गर्नुहुनेछ। किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू नै हौ। आमेन। बुझ्नुभयो नि है? यहाँनिर के लेखेको छ? एकदमै सही। यहाँ के भनेको छ भने, क्या तुम नहीं जानते कि तुम परमेश्वर का मन्दिर हो? के तपाईँलाई थाहा छैन तपाईँ परमेश्वरको मन्दिर हो? तपाईँलाई थाहा थिएन? हेर्नुहोस् है उहाँहरूलाई, तपाईँलाई यो कुरा थाहा थिएन कि परमेश्वर हाम्रो शरीर चाहिँ के रहेछ? परमेश्वरको मन्दिर रहेछ भनेर। अब तपाईँले यो कुरा थाहा हुनुभन्दा अगाडि तपाईँ कहाँ जान्थ्यो? मन्दिर खोज्दै। हजुर, बिल्कुल मन्दिर खोज्दै जानुहुन्थ्यो नि त। मन्दिर खोज्दै जान्थे र मन्दिरको एउटा कष्टकार भित्तामा टाँगेर त्यही बिहान साँझ पूजा त्यही गर्थ्यो नि। हजुर। तर त्यो मन्दिर चाहिँ मानिसले बनाएको मन्दिर हो, जो मन्दिरमा चाहिँ उनीहरूले आफ्नै स्वरूपमा बनाएको जो मूर्ति छ उहाँलाई राखेको हुन्छ, जसले तपाईँ आँखा छ देख्दैन, हात छ चल्दैन, कान छ सुन्दैन, तपाईँ त्यहाँ गएर जति नै रुनुहोस् केही पनि गर्न सक्दैन थियो। तर यो शरीर जुन चाहिँ मन्दिर हो, यो मन्दिरमा पवित्र आत्माको वास छ भनेपछि चाहिँ यो शरीरमा जब तपाईँको पवित्र आत्मा तपाईँ भित्र छ, मन्दिर खोज्नु जानु भएन।
आमेन। अब यो तपाईँको शरीर चाहिँ के हो? मन्दिर हो। तब मन्दिर हुन्छ जब तपाईँले आज ग्रहण गर्नुहुँदैछ। आमेन। अब चाहिँ तपाईँको शरीर चाहिँ साधारण होइन। अब तपाईँको शरीरले तपाईँको मन्दिरमा, तपाईँ कुनै पनि मन्दिरमा जानुहुन्छ भने कि तपाईँ त्यो मन्दिरभित्र जुत्ता लाएर अथवा मन्दिरभित्र गएर खैनी खाएर त्यहीँ थुक्नुहुन्छ? सिगरेट बेडी खाएर त्यही थुकेको त्यही कुनै पनि मन्दिर होस् कहीँ पनि देखेको छ? छैन। एउटै कुरा भन्छु, अब यो शरीर चाहिँ प्रभुको मन्दिर हो। अब तपाईँले खैनीहरू मलाई थाहा छैन, खैनीहरू खानुहुन्छ अथवा नसा पानी गर्नुहुन्छ अथवा कुनै पनि चिज गलत चिज जो चाहिँ शरीरलाई नाश हुने कुरा गर्नुहुन्छ भने आजबाट त्यो कुरालाई है छोड्नुहुन्छ। किन? यो चाहिँ के हो? शरीर चाहिँ बचाउनु भन्दा चाहिँ मैले होइन, बाइबलले भनेको, मैले लेखेको होइन, यो त उहाँले लेखेको, यो चाहिँ त हाम्रो पास्टरले लेखेको होइन। यो चाहिँ यीशु मसीह जन्मिन पछिको कुरा हो। योभन्दा पुरानो नियमलाई पढ्नु हो भने अझै यहाँनिर छ व्यवस्थाको पुस्तकमा जानु हो भने त्यहाँ 10 आज्ञामा यस्तो यस्तो शक्तिशाली कुराहरू लेखेको छ जो हामीले पालन गर्न सक्दैनौँ है। तर यहाँनिर चाहिँ के छ भने यो शरीर मन्दिर हो, यसमा चाहिँ पवित्र आत्माको वास छ। तर तब मात्र पवित्र आत्माको वास हुन्छ तपाईँले आफ्नो शरीरलाई के गर्नु पर्यो? प्रेम गर्नु पर्यो।